त्यसपछि अब जाडो महिनामा चाहिँ अब यसरी मकै भुटेर खानुपर्छ। जाडो पनि हराउँछ। यो मही पारेको छ यहाँ महीसँग भुइँ निक्लिँदैछ भत्तापछि एक मुठो मकै खाए एक डल्लो घिउ खप्पै खाए सुरुप्प मही पिउनुपर्छ। जाडो त कहाँ गयो जाडो पनि हराउने पेट पनि भरिने। कता ल यो माथि फर्सी के बनाएको यो आफ्नो हातले बनाएको यो तारको जाली ठक्कै हो सबैसँग राख्नुपर्छ। फेरि भोलि 2-4 घान मकै भुटेर चाहिँ ठक्क महीसँग खानुपर्छ। अब यहाँ फर्सीसँग ठक्कै हो। यस्तो कुरो त अब साह्रै अहिलेको त पस्दैन खप्पो राखेको कस्तो फल्यो। अहिले गुल्लो छैन फेरि नि फलेको छु यो फेरि मकै अब यसरी खाएपछि उहिलेदेखि खाइदिएको चिज रोगले त भेट्नु पऱ्यो। हानेर रोग त पर भाग्छ नि। मकै यसरी गोरु जत्रा आएछ खाइदियो उहिले मैसँग होइन यसलाई के खोज्छ बुझ्दा अब नजिक उमेरका साथीहरूलाई चाहिँ थाहा छ। नजिक उमेरकाहरूलाई चाहिँ त्यति थाहा छैन यस्तो कुरोहरू। अब यसलाई के भन्छन् अब मही पार्नेलाई के भन्छन् त्यो थाहा छैन। ल यता यसले पनि निकै सिकेको छ त मकै खानु। म जे खान्छु ऊ त्यही खान्छ यस्तो छ अब। मकै मकैसँग सबै अघि चौनको भएर राखेको छु नि दही दही राखेको छु यहाँ घरको गोटेकोमा मकै खाऊ पोट अलिअलि गुलियो छैन मै दही उहिले गोठा बसेर खाइन्छ त्यो पनि याद आयो म त यो घन मकै गोठमा त हल्न चाल्ने हुँदैन थियो। कराईमा भुट्छ मकैसँग दही मकै खा गो अनि काउलाको रुखमा चढाउँ खाना भाजी गर्दा ल्याएको छु लगाइन्छ गाईले त्यस्तै छ।